सो हेलो एभ्रिवान, दिस इज सुदीप। आई डु रियल इस्टेट इन काठमाडौँ। र आजको भिडियोमा चाहिँ हामीले धारा नामसारी कसरी गर्ने त। धारा नामसारी गर्नुभन्दा अगाडि यु हेभ अलरेडी पास्ड योर प्रपर्टी, कङ्ग्रेचुलेसन्स टु यु। र अब धारा नामसारी गर्नको लागि के डकुमेन्ट्सहरू चाहिन्छ त। अब फर्स्टमा चाहियो हजुरलाई फारम, नामसारीको फारम भर्नु पऱ्यो, त्यो त अफिसमै दिइहाल्छ। र त्योभन्दा अगाडि हामीले के डकुमेन्ट्सहरू लगेर जानु पऱ्यो त भन्दाखेरि घर भएको जग्गा धनीको लाल पूर्जाको फोटोकपी। अब हजुरको नाममा पास भइसक्यो, त्यसको फोटोकपी चाहियो। लिखत वा राजीनामाको पत्रको फोटोकपी, लिखत लेखिएको त्यसको राजीनामाको फोटोकपी चाहियो। नागरिकताको फोटोकपी चाहियो। त्यसपछि धाराको कार्डको फोटोकपी चाहियो। सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको फोटोहरू चाहियो। त्यसपछि हजुरको लाल पूर्जा हजुरको दाइ भाइको नाममा छ अथवा दुईजनाको नाममा छ भने चाहिँ एकजनाको चाहिँ मन्जुरीनामा चाहिन्छ। सम्बन्धित व्यक्ति अथवा कसैको नाममा प्रपर्टी थियो र उहाँ एक्सपायर्ड हुनुभयो भने उहाँको चाहिँ मृत्यु प्रमाणपत्र चाहिन्छ। पानीको अफिस रहेको छ तपाईँको त्रिपुरेश्वरमा। हजुरले शहीद गेटबाट धराराबाट शहीद गेटबाट हजुरले राइट साइडतिर, सरी नट राइट साइड, लेफ्ट साइडतिर जानुभयो भने रङ्गशाला जाने बाटो पऱ्यो। रङ्गशाला जाँदै गर्दाखेरि हजुरले लेफ्ट साइड भयो, राइट साइडतिर चाहिँ हजुरले खानेपानीको अफिस देख्नुहुन्छ र त्यहाँ गएर हजुरले धाराको नामसारी गर्न सक्नुहुन्छ। हस्, थ्याङ्क यू।